म वर्षौँदेखिको चाहिँ अनुभवी चाहिँ गोपाल वैद्य। आज चाहिँ धेरै चाहिँ भन्नुपर्दा हामीले यो मौसम बदलिने र यो सर्दीको बेलामा बच्चा बच्ची बुढाबुढी धेरैलाई चाहिँ भन्नुपर्दा खोकी लाग्नु गएको हुनाले र स्याहाँ लाग्नु गएको हुनाले त्यसको लागि सानो चाहिँ भन्नुपर्दा औषधिहरू म बताउँदैछु एक एक। यसलाई चाहिँ भन्नुपर्दा घोटेर हामीले बच्चालाई चटाइमा पनि फाइदा गर्ने, बुढो मान्छेले खाँदा पनि हुने, जवानीले पनि खाँदा हुने, कसरी खाने भन्ने कुरा हेर्नुहोस् म हजुरलाई बताउँदैछु। यो चाहिँ हाम्रो हर्रा हो, यो हाम्रो बर्रा हो, यो हाम्रो अमला हो, यो हाम्रो ठुलो हर्रा हो, यो चाहिँ पिप्लाको जरा हो, यो पिप्लाको फल हो, यो कालो जिरा हो, यो मुङ्ग्रेलो हो, यो चिराइतो हो तितो, यो जेठी मधु, यो कुटुकी, यो मौवाको फुल। अब हामीले सबै चिजलाई 10 ग्राम ल्याएर यो मैले हजुरलाई देखाउनको लागि राखेको हो। यसको लागि हजुरले के बुझ्नु होला भनेपछि यो सानो हर्रा भनेको यो हो। राम्रो सुनाइदिनुहोस् एउटा, यो ठुलो हर्रा हो। यो ठुलो हर्रा अन्य अरूको लागि काम आउँछ, तर यो खोकीको लागि अथवा छाती घाँगर गर्नेको लागि, बच्चालाई एकदम लहरै खोकी लाग्नेको लागि, त्यसको लागि चाहिँ सानो जङ्गीहरू यो प्रयोग गरिन्छ। जङ्गीहरू, बर्रा, अमला, अनि त्यस पछाडि कालो जिरा, त्यस पछाडि गएर यो पिप्लामूल, पिप्लाको जरा, अनि यो पिप्लाको फल। फेरि पिप्ला यो ठुलो विकासी पनि पिप्ला हुन्छ, अर्को ठुलो पिप्ला हुन्छ। यो देखाउनको लागि मैले 2-4 यहाँ राखेको छु। यो ठुलो पिप्ला होइन, हामीले सानो पिप्ला ल्याउने हो। यो पिप्ला, त्यस पछाडि गएर चिराइतो, अनि त्यस पछाडि गएर यो मौवाको फल, अनि त्यस पछाडि गएर कुटुकी, अनि त्यस पछाडि मुङ्ग्रेलो, अनि यो जेठी मधु। यति चिज हामीले 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 यो 11 आइटम हामीले 5-5 ग्राम ल्याएर उमालेर, मिठो अरू कुनै राख्नु पर्दैन। यो मौवाको फुल नै मिठो भएको हुनाले मिठाको आवश्यक पर्दैन, यो आफै चाहिँ मिठो हुन्छ। 5-5 ग्राम सबै चिजलाई हामीले कुटेर पिसेर पाउडर बनाएर उमालेर ठुलो मान्छेले खाँदा पनि हुने, जवानले खाँदा पनि हुने, बच्चाले खाँदा पनि हुने, कुनै रोगीलाई अरू औषधि खाइरहेको छ भने पनि यो औषधि खाँदा कुनै साइड इफेक्ट पर्दैन। र यसले जङ्गीहरू र जेठी मधु अनि यति पिप्ला मात्रै हामीले चटायौँ भने पनि बच्चाको खोकी लगभग 4-6 खुराकमा नयाँले नै चट्टै बनाउँछ। अलि पुरानो हो भनेदेखि 5-7 दिन खाँदा धेरै राम्रो बनाउँछ। ज्वरोलाई पनि काम गर्यो, टाइफाइडलाई पनि काम गर्यो, खोकीलाई पनि काम गर्यो, रियाल बग्नेलाई पनि काम गर्यो, जिब्रामा घाउ खटिरा हुनेलाई पनि काम गर्यो। यो खोकीको हजुरले कहाँ पाइन्छ भनेर सोध्नुभयो। यो खोकीको लागि जडीबुटी भनेपछि हजुरहरूको दाङको लागि त घोराई बडारा 13 बराहा आयुर्वेदिक मेडिकल हलमा गोपाल वैद्य भएको हुनाले त्यहाँ पाउनुहुन्छ। र अन्य कुनै पनि तराई इलाकाभरि नेपालगञ्ज, बुटोल, काठमाडौँ, अब कोही पनि ठुला ठुला सहरहरूमा जरुरत जहाँ पनि पाउनुहुन्छ। यो हजुरको खोकी कुनै हिसाबले केही गर्दा पनि सन्चो भएको छैन भने एकचोटि हजुरले जेठी मधु अथवा चाहिँ भन्नुपर्दा हर्रो, त्यस पछाडि गएर पिप्ला र चिराइतो, कुटुकी, मौवाको फुल, अनि पिपुलजरी, त्यस पछाडि गएर हर्रो बर्रो अमला यिनी मिसाएर पकाएर खुवाउनुहोस्। खोकी लगभग 4-6 खुराक खाँदाखेरिमा नै धेरै आनन्द आउँछ। हवस् त, नमस्कार। अरू जानकारी फेरि पछि दिउँला।